यहाँ मेरो भेना हुनुहुन्छ जेठा भेना हेलो भेना यहाँ तयार जोडसोडका तयारी भइरहेछ उहाँ हुनुहुन्छ मेरो नाना मम्मी अब बाङा हजुर नमस्कार बाङा म त आइपुगेँ फेरि नजिक दिन भएको यसकै लाग्यो होइन बाङा यता मेरो बाङा टोली हुनुहुन्छ बाङा हजुरलाई त अघि नमस्कार गरिसकेको छु झट्टी हानेको ढुङ्गा त बेला बेला काम लाग्छ हामी त छोरी होइन बिहे गरेर बिहे पनि फिर्केर आउँदा कहाँ छोडिन्छ र ज्वाइँ साटेको त्यही भएर त ओहोर दोहोर कार्यक्रम होइन बाङा गाइस हाम्रो केक पनि रेडी भइसकेको छ अनि यता हाम्रो दाइले फोन गर्नुभएको छ छोराको लागि के गर्नु ज्यान परदेशमा भए पनि मन त नेपालमै हुन्छ यो चाहिँ हर घरकै कहानी हो यस्तै छ हाम्रो देशको विडम्बना अनि केक सेक काट्यो हामीले मम्मीले टिका पनि लगाइदिनु हुँदैछ अङ्कल चाहिँ यहाँ बुवासँग गफ गर्नु हुँदैछ एकै ठाउँमा हुनुहुन्छ नि त दाइ र बुवा अनि म पनि भाइसँग गफ गर्दैछु भेटेको बेलामा यस्तै छ जिन्दगानीमा अनि ठिक्क देवादेवमा आउनुभयो बिचमा नमस्कार पनि गरेँ मैले आफ्नो संस्कार त भुल्नु भएन सबैले टिका पनि लगाइदिनु हुँदैछ अनि हामी दिदी बहिनी त रमाइलो पनि गर्दैछौँ अनि सबैजना बसेर गफ गर्दैछौँ भेट हुने रमाइलो गर्ने गफ गर्ने भनेकै यस्तै बेलामा हो अरू बेला त आफ्नो आफ्नो व्यस्त हुन्छ होइन अनि हेर्न मेरो भदेको कति खुसी छ टिका पनि लगाइदिएँ मैले पनि त्यस पछाडि खानाको तयारी गर्न गयौँ हामी गफ गर्दै रमाइलो गर्दै खाना पस्किँदैछौँ हामी नानासँग होइन खानासाना पस्क्यौँ अनि यता लोकल यता बोइलर भन्दै अनि यता अङ्कल पार्टीहरूलाई खाना दिँदैछौँ हामीले खाना पनि खानु हुँदैछ अङ्कलहरूले अनि यता हाम्रो भदै टोलीलाई भदैको खुसीको लागि पनि त नि हामीले कसैलाई नबोलाएको हामी फ्यामिली घर परिवार बसेर मनाइदिएको छोराछोरीको खुसी नै आफ्नो खुसी भन्छन् होइन अनि मम्मीहरूलाई पनि खाना दिउँ यता हाम्रो भेनालाई पनि खाना दिँदैछु जिस्काउँदैछु अनि सबै खाना दिइसकेपछि अनि हामी भान्से टोली पनि बस्यौँ खाना खानु लागि हाम्रो चाहिँ बर्थडे पार्टी यस्तै भयो साथीहरू बाई बाई एभ्रिवान अनि ह्याप्पी बर्थडे टु मेरो प्यार भदै